जे भए पनि आफ्नो मेहनत परिश्रमले यसरी रङ लगाएको देख्दा खुसी लाग्ने रहेछ। व्यावसायिक रूपमा चाहिँ रोपेको होइन यो आँप, तर पनि यसो केटाकेटीहरू छन् सिजन हुँदा अरूले खाँदाखेरि हाम्रो केटाकेटीले पनि खाउन् भनेर यसो रोपेको। यहाँ पनि फल्दैछ अनि फल्नु सिक्दैछ, यतातिर पनि छ। अब हेरौँ है त अर्को कति छ। यहाँ चाहिँ फलेको रहेनछ। यो सब घाँसबारी, घाँसै घाँसै, माथि माथि रुद्राक्ष, भुइँ भुइँमा घाँस, बिचबिचमा आँप। यहाँ माथिल्लोपट्टिको बुस्कानामा कति छ त्यो हेरौँ। अर्को साल चाहिँ फल्छ होला। यता फलेको छैन, यो अलिक स्याहार नपुगेको। अब चराले गुँड लाएर पनि गयो चाहिँ। घाँसै घाँस छ नि, अरू पनि छैन। त्यहाँ पर पनि छ कि घाँस, रुद्राक्ष, आँप, एभोकाडो नहुने रहेछ। बाँदरले पिङ खेलेर। यहाँ पर कति छ हेरौँ है त। आफ्नै तरिकाले हामी आडी पढेको नि त, आडी पढेर लगाएको यो खेती हो। खै यहाँ पनि छैन। यो माथिल्लो कान्लामा छ कि हेरौँ है। यहाँ पनि खासै देखिँदैन है। भित्र पनि छैन रहेछ। यो रुद्राक्ष कहाँ गयो झरेर। खै सँगैको छिमेकहरूकोमा चाहिँ 21 मुखी फल्छ, आफ्नो चाहिँ हत्तो पत्तो छैन। यो चाहिँ पोरे पुको जङ्गली बुस्कानाहरूले। खै त आँप त खासै धेर छैन, त्यही 2-4वटा मात्रै, 2-4वटा बोटमा छ कि। अब यस्तो माथिबाट ज्याङ छ। यहाँ पनि चराको गुण रहेछ। अस्ति नै बच्चा हुर्काएर गएछ। यो अर्को कान्ला, यहाँ पनि छ आँप, फलेको छ कि छैन। अलिक ठुलो चाहिँ भएको छ, तर यसै फलेको जस्तो छैन। मल नपकेर हो कि। देख्यौ यहाँ चाहिँ एउटै टाढाबाट देखियो। एउटा फलेको रहेछ यहाँ पनि। मेरो केटोहरू बारीमा आउँदाखेरि यसो टिप्ने गरी चाहिँ भएछ है।